आजको हाम्रो यात्रा हिले बजारबाट मोटरसाइकल चढेर तिनजुरे डाँडा घुम्दै घुम्दै पाथिभरा माताको दर्शन गर्नु थियो। सुरुमा मौसम निकै सफा थियो, राम्रो थियो। वरिपरि डाँडा काँडाहरू र प्रकृतिको दृश्यले मनै लोभ्याउने थियो। हामी रमाउँदै अघि बढिरहेका थियौँ, तर केही समयमै मौसमले अचानक रूप फेर्यो। बाक्लो हुस्सु बाटो नै ढाकिदियो। अगाडिको बाटो समेत राम्रोसँग देखिन छाड्यो। त्यसमाथि चिसो शीतलहर र पानीले पुरै भिजायो। एकछिन त लाग्यो अब हाम्रो यात्रा पुरा गर्न गाह्रो होला, तर मनमा विश्वास थियो, पाथिभरा माताको दर्शन गर्नै पर्छ भन्ने थियो। दुःख, चिसो, कठिन बाटो पार गर्दै अन्ततः हामी पाथिभरा मन्दिरसम्म पुग्यौँ र दर्शन गऱ्यौँ। राम्रोसँग पाथिभरा माताको दर्शन गरिसकेपछि हामी डाँडाकाँडा घुम्नलाई बाहिर निस्कियौँ। केही समय हिँडेपछि हामी ढकमक्क लाली गुराँस फुलिरहेको ठाउँमा पुग्यौँ। बाक्लो हुस्सु बिस्तारै बिस्तारै हट्दै गयो, आकाश पनि सफा हुँदै गयो अनि वरिपरिका दृश्यहरू सुन्दर देखिन थाल्यो। अब हेर्नुहोस् न, कस्तो रमाइलो भयो। हामीले नाच्दै गाउँदै टिकटक बनाउँदै रिल बनाउँदै फोटो खिच्दै कस्तो रमाइलो गऱ्यौँ। त्यो क्षण एउटा कुरा राम्रोसँग महसुस गरियो, साँचो मनले गरेको यात्रा र दुःख कहिल्यै खेर जाँदैन।